वेलकम ब्याक। अब फेरि हामी कहाँ जान आँट्यौँ होला त? हामी कहाँ जान आँट्यौँ होला? हामी कहाँ जान आँट्यौँ होला भनिदेऊ। यहाँ हामी फेरि निस्किसकेको छौँ। यसको मेकअप चाहिँ हेर त गाइज, फुस्रो, नाकमा फुस्रो, डल्लो नआउने किन डल्लो। यस्तो हेर त यो के हो यो? यस्तो यस्तो क्या फुस्रो। हामी वेटिङ फर गाडी हो, पर्खिरहेको छौँ। हामी गाडी आएको छैन यता। ठ्याक्कै हामी चाहिँ ठ्याक्कै यो क्याम्प जाने बाटोमा छौँ। पुग्छ चाहिँ खुसीले पुग्छ। उफ्रिदे हुई गरिदेऊ। अब गाडी आउँदैछ, हामी गाडीमा चढ्दैछौँ गाइज। हामी गाडीमा चढ्दैछौँ। गाडी आउँदैछ, डल्फिन गाडी आउँदैछ। डल्फिन, रातो गाडी डल्फिन। डल्फिनमा चढेर जाने हो गाइज। मेरो भ्लग आयो है, कमेन्ट गर, सब्सक्राइब गर, लाइक गर, सेयर पनि गर। मेरो भ्लग आइसक्यो। अब आज भरे आइहाल्छ। भरे छोटो मिठो भ्लग आउँछ। बिचमा तरराको जङ्गल पनि आउँछ। तररामा हात्ती देखाउँछु मैले। आए पो देखाउँछु त। डल्फिन आयो। डल्फिनमा चढेर हामी जाने हो। एसी गाडी आयो, यही गाडीमा जाने हो। यो गाडी त्यहाँ पुगेर फर्किन्छ अनि हामी जाने हो गाडीमा। गाइज पुग्छको खुसी यस्तो छ। बेलबारी ए पाउँदैन, उस्तै हो। यहाँ चाहिँ डल्फिन गाडीले रोकेन हामीलाई, रोकेन। पुग्छ हामीलाई गाडीले रोकेन नि, त्यसले रोकेन। ओइ त्यहाँ पक भनेको कहाँ हिँडेकोमा? त्यहाँ चाहिँ पाउँछ त। ओ अर्को आयो। सिट त पाउँछ, खाली पो पाउँदैन त। यसले हामीलाई फेरि यहाँ घाममा हिँडाउँदैछ गाइज। हो धरान काकर विचार खालि खाने नि त। प्याक त अलिअलि त प्याक त भइहाल्दैन। अर्को त्यो लाइन पर्खिन पर्छ। सिट होला नि, नानीदेखि त दिइहाल्छ नि।